हाई गाइज, यो चाहिँ मेरो सनसेट हेर्न जाँदाको भ्लग हो, अस्तिको भ्लग हो। तर म चाहिँ आज भोइस ओभर गर्दैछु। अनि यहाँनिर चाहिँ एकदम क्लाउडी भएर अस्ति नैदेखि प्लान गर्दै पनि क्लाउडी भएको भएर हेर्न जानै पाएको थिएन क्या। यहाँ चाहिँ सी साइडतिर प्रायः क्लाउडी नै हुन्छ। अनि बल्ल बल्ल आज घाम लाग्ने रहेछ भनेर गएको। अनि मलाई चाहिँ लास्टै भोक लागेको थियो। अनि सुरुमा चाहिँ पान्डा एक्सप्रेस गएँ म। अनि त्यहाँको तेरियाकी चिकन, कम्पाउ चिकन अनि नुडल्स र फ्राई राइस खाएँ होइन। मलाई यो चाहिँ मनपर्छ। अनि त्यस पछाडि चाहिँ अब लागेँ म बिचतिर होइन। अनि जानलाई चाहिँ 1-1.5 घन्टा लाग्थ्यो। अनि यतिकै गीत सुन्दै यहाँको भ्यूहरू हेर्दै गएँ। अनि मलाई चाहिँ सुरुमा ओरिगन मन पर्दैन थियो क्या, तर अहिले चाहिँ कस्तो राम्रो लाग्छ होइन। अनि टनल आयो, यो टनल पनि मलाई एकदम मनपर्छ। अनि यो टनलमा चाहिँ पिप पिप हर्न बजाउँछन् क्या सबैजनाले। अनि मलाई मजा लाग्छ क्या त्यो हेर्नको लागि। अनि यहाँबाट निस्केँ म। अनि कस्तो राम्रो देखिन्छ क्या यहाँबाट निस्किँदा। म जहिले भिडियो खिच्छु क्या, अस्ति पनि खिचेको थिएँ यही ठाउँको। अनि यहाँ चाहिँ यो ठाउँ चाहिँ मलाई ओरिगन चाहिँ कस्तो मनपर्छ, किनभने पहाड डेभलप गर्दाखेरि यस्तै हुन्छ जस्तो लाग्छ क्या मलाई पनि। नेपालको पहाडहरू डेभलप गऱ्यो भने, किनभने ठ्याक्कै त्यस्तै छ। पहाड देख्ने बित्तिकै मलाई नेपालको याद आउँछ नि त। अनि त्यस पछाडि यत्तिकै जाँदै थिएँ। अनि मैले आज चाहिँ यो दिन चाहिँ सम्झेर मैले टिकटक स्ट्यान्ड हालेको थिएँ। अनि एकछिन त्यहाँ सेटअप गरिसके पछाडि मैले भिडियोहरू बनाउन थालेँ। अनि यतिकै भिडियोहरू धेरै खिचेँ, किनभने वेदर राम्रो थियो तर चिसो थियो होइन। तर म चाहिँ ज्याकेट पनि लगेको थिएँ। अहिले चाहिँ मैले यतिकै डान्स गरेँ। अनि यो यस्तो क्युट मेरो नाम लेखेको थियो। अनि मलाई कस्तो मन पर्यो। अनि मैले खिचेँ भिडियो होइन। अनि यतिकै सनसेट वेट गरेर बसिरहेको थिएँ। अनि बल्ल बल्ल सनसेट भयो। अनि सनसेट हेर्दाखेरि चाहिँ मलाई बिचबाट सनसेट हेर्दा चाहिँ मलाई युरोपको साथीहरूको एकदम याद आउँछ क्या। किनभने हामी प्रायः सनसेट बिचमा गएर एभ्री जस्तो हेर्थ्यौँ क्या समरमा वहाँनिर। अनि मैले कति मिस गरेँ उनीहरूलाई, तर के गर्नु होइन। अनि यत्तिकै सनसेट चाहिँ मलाई यस्तो मनपर्छ, त्यो बिचबाट डुब्दै गएको। अनि मैले कति धेरै भिडियोहरू पनि खिचेँ होइन। अनि धेरैवटा भिडियो खिचेको छु मैले, ड्राफ्टमा चाहिँ हाल्दैछु, एक दिन गर्दै हालिरहेको छु। अनि यो चाहिँ रियल सनसेट ग्लो हो क्या। यति मन परेको, मैले यो भिडियो त 100 चोटिभन्दा बेसी हेरेँ होला क्या। अनि सनसेट पनि सक्यो। अनि म स्याड त भएँ, तर पनि फेरि यस्तो सम्झेँ सबै कुराको एन्डिङ त भइहाल्छ नि। फेरि भोलि सनराइज हुन्छ अनि फेरि सनसेट हुन्छ भन्ने सोचेर मैले यहाँको सनसेटलाई बाई बाई भने होइन। अनि यहाँनिर चाहिँ अरूले पनि आगोहरू बालेर बस्नु हुँदो रहेछ, मलाई चाहिँ थाहा थिएन क्या। अनि ल नि त अब नेक्स्ट टाइम आयो भने चाहिँ फेरि आगो बालेर बस्नुपर्छ भनेर सोचेँ। अनि यहाँ चाहिँ एउटा मान्छेले बबल बनाइराख्नु भएको थियो। अनि मलाई कस्तो राम्रो लागेर मैले भिडियो खिचेँ। अनि एकछिन अब यहाँ आइसके पछाडि सी साइडको सिटी पनि घुम्नु पर्यो भनेर घुम्न गएको। अनि यहाँ चाहिँ मलाई कस्तो अलिअलि चाहिँ श्रीअन्तु जस्तो लागेको क्या। यो एउटा होटलको त्यो तलको त्यो रिफ्लेक्सन चाहिँ श्रीअन्तुमा पनि यस्तै थियो। अनि म यतिकै हिँडेर भिडियो बनाएँ एकछिन। अनि यतिकै घुमेँ। अनि यहाँ चाहिँ अरूले चाहिँ हेर्नु यस्तो मजाले आगो बालेर बस्नुभएको थियो क्या। अनि मलाई कस्तो राम्रो लाग्यो। अनि मैले चाहिँ अब यो सी साइड ओरिगनलाई, यो बिचलाई बाई बाई भनेर म चाहिँ अब घरतिर लागेँ होइन। अनि अब फेरि कहिले आइन्छ थाहा छैन, त्यही पनि बाई बाई। यही हो मेरो गाइज ब्लगहरू।